जहाँ प्रकृतिमा जीवहरूको घर, त्यहाँ जन्तुहरूमा प्रकृति निर्भर। यहाँ वसन्तको पालुवा, ग्रीष्मको गर्मी, वर्षाको जन्धार, शरदको शीतलता, हेमन्तको सिरेटो, शिशिरको तुषारो। पारिस्थितिक प्रणालीको जीवन चक्र चलिरहेछ सरासर। सुन्दर प्रकृतिमा सबैको अधिकार बराबर। पृथ्वीको संसारमा जनावरको व्यथा, सजीवदेखि निर्जीव समेत छ जैविक विविधता। सुन्दर प्रकृति। आज चाहिँ ऊ त गुराँसको रुखसम्म जङ्गल फाडेर पुऱ्याउनु पर्छ है। बल गरौँ। यत्रो परसम्म त टुप्पा यो बुटो बुझाएर सकिँदैन हो। मिसिन चाहिन्छ मिसिन। तेरो बाउले टोकु पुने जस्तो सजिलो छ के अरे मेसिन ल्याउन। पैसा चाहिन्छ पैसा। खासमा हामीले साथी हो यो जङ्गलकै बिचबाट चाहिँ खन्नु नहुने। किन विकास चाहिँदैन? विकास त चाहिन्छ नि। अब विकास चाहिन्छ भन्दैमा जङ्गल जनावरको वासस्थानै उडाउनु त भएन नि हामीले। त्यो जङ्गली जनावरको हामीले किन चिन्ता? हाम्रो गाउँलाई विकास चाहिएको छ, त्यही भएर हामीले विकास गर्नुपर्छ। हामीले यसरी फाँडेपछि चाहिँ कहाँ जान्छ हौ जङ्गल जनावर? तिम्रो घरमा नि ए बुढा, सुई सुई काम गर। जनावरलाई भन्दा हामीलाई विकास चाहियो। कहाँबाट बोल्दैछ यो? म यही छु। देखो तो पाता तो हरकत You see, the monkey is giving me very hard time. You see. जङ्गल त चाहियो नि भाइ। चाहिन्छ जङ्गल। अरू कुरा थाहा भएन यहाँ ठनेर कृषि क्रान्तिको गरेर तिमीले कृषि क्रान्ति सहरबाट मल ल्याउँदैन कृषि क्रान्ति हुँदैन भाइ। कृषि क्रान्ति त गाउँको अर्ग्यानिक मल गाईगोरुको मल प्रयोग गरेर मात्रै हो। त्यसै गरी रासायनिक मल प्रयोग गर्दै गयौँ भने नि हामी पनि नरहन सक्छौँ भाइ।
अरू कुदायो नि बाँदरले जसो तसो गरेर आयो ठिकै हो झ्याडीको टोपी बाँदरले लानु स्वाभाविकै हो अलि विचार गरेर बोलौँ नि फेरि गर्दैछु तर त्यस बाँदरले गर्दा एउटा चाहिँ राम्रो काम भयो है के भयो हाम्रै जङ्गलको बिचमा एउटा ठुलो मूल रहेछ हामी कसैलाई पनि थाहा थिएन मैले त पानी पनि पिएर आएँ बडो स्वादिष्ट छ केटा अर्को हप्तादेखि चाहिँ त्यो मूल पानी सबै घर घरमा पुरानै काम गर्नुपर्छ है टुप्पा हजुर म चाहिँ एउटा ठुलो पोखरी खनेर त्यहाँ माछा पाल्नु पर्ला हौ पाल्लास ठाउँ पनि छ तेरो त पहिले आफ्नो छोराछोरी पाल त्यसपछि माछा पाल्नु ए कहाँ फाल्दैछस् तैँले रोड सरकार निभा जङ्गल आगो लाग्छ एउटा साथी हो भोक पनि लाग्यो रात पनि पर्यो आजलाई जाउँ होला आमार उदय सन्नानी गाउँ बेसीमा छोराहरू हुँदै सबै सिद्धाइदिए यी मानिसले हाम्रो भावनै बुझ्दैनन् किन निर्दय भएको हो लिली तिमीलाई थाहा छ होला हामी भएन भने यी मानिसहरू पनि रहँदैनन् नि हो नि लिली अब त यिनीहरूले पानी पनि लैजाने रे यिनको लोभले प्रकृतिको नाश हुँदैछ ओए हाब्रे नि हो त्यो मेरो जालको मान्छेहरूदेखि डराएको अब तिमीहरू कसैले पनि डराउनु पर्दैन तिमीहरूले मात्र होइन यो जङ्गलको कोहीले पनि डराउनु पर्दैन बिकज आई एम हियर Monkey singing. He's singing like that. This is what they're very sad. And got destroyed. What is saying? The sound was the guns. She didn't call. How did you aim? बन्दुक खेलाउने सिकारी हो मटेर खेलाउने बच्चा होइन गएर ठुलो शिकार खोज नाटकको पात्रै हो कि त्यतिकै आएको त्यो त बाँदर हो बाँदर They're searching high and low for that child. उता गएर खोज्न He's very angry with the hunter. Killing the tiger. Yeah, tiger in the jungle. केही गर्दैन रेड पान्डा होइन यहाँ त हाम्रो भाग्य बलियो रहेछ रेड पान्डा भेट्यो दाइरा चाहिँ विस्तार गर्नु हुँदैन है सास रोकेर चुप लाग्न
Helping him to aim better. See? ए हुन्छ बोरो प्लस होइन बोरो प्लस मेडिकलमा पाउँछ होला नि ए हुन्छ राम्रोसँग खोज्नु Where's properly? भेटिन नि एउटा काम पनि राम्रोसँग गर्न सक्दैन कहिले ल्याएको थियो यही रहेछ भाइदिनु तपाईँ राम्रोसँग हेर्नु पर्दैन गोली ल्याउनु पर्दैन होला Saying one guy saying that you haven't shoot properly, and one saying खाली भयो the gun man is a fool. खबर राख्नु थालेछौ शिकार गर्ने आएको एक दुईटा शिकार नदिकन घर फर्किँदैन I'm here to hunt, so हिँडाको जङ्गल राम्रो I'm not going back home. That's what कस्तो